सम्पूर्णमा नमस्कार छ। आज 2081 साल चैतको 19 गते हामी चाहिँ यो पोखराको चाहिँ चिया कफी विकास बोर्डको जुन कफी डेमोन्स्ट्रेसन बगैँचामा छौँ अहिले। यहाँ चाहिँ विभिन्न थरीको कफीहरू चाहिँ रहेछ। यहाँ फाकस, पाकामारा, येलो बर्बन, येलो कटुरा, यसरी विभिन्न थरीको कफीहरू रहेछ। एकदम राम्रो लाग्यो। कोही कफीहरूको चाहिँ यो फुल्ने क्रम चाहिँ सुरु भइरहेको छ भने कोहीमा चाहिँ अब यो टिप्नलाई अझै बाँकी रहेको छ। क्याटिमोर, क्याटासिकहरू विभिन्न थरीको कफीहरू रहेछ यहाँनिर एकै ठाउँमा। एकदमै रमाइलो लागेको छ। हजुर, यो मलाई चाहिँ पहिलेदेखि नै यो कफीको सेक्टरमा काम गर्ने जुन चाहिँ चाहना इच्छा भएको भएर यसरी यो एकै ठाउँमा चाहिँ यसरी देख्न पाउँदाखेरि एकदम राम्रो लागेको छ। कफीको बोट त सबैको उस्तो छ, तर पात र अलिकति कफीको जातहरू चाहिँ धेरै किसिमको हुने रहेछ भन्ने कुरो चाहिँ थाहा भयो। यसरी यो यहाँनिर चाहिँ यो छाहारीको रूपमा चाहिँ यो इपिलिपीको बोटहरू रहेको छ। यहाँ सरहरू चाहिँ यहाँ इपिलिपीको दाना चाहिँ बट्याउँदै हुनुहुन्छ। यो जुन चाहिँ सान्डोबन भन्ने कफी रहेछ, सान्डोबन सबैभन्दा उँचो खाले सो प्लान्टको रूपमा पनि लगाउन मिल्ने खाले रहेछ। सान्डोबन त यसको उसको नामै हो। यहाँनिर चाहिँ यो सिलेक्सन ट्रेन रहेछ, जुन हामीले चाहिँ यो कफी लगाउँदाखेरि हाम्रो चाहिँ पहिचान नभएको जुन हाम्रोतिरको थियो त्यसको जस्तै लगभग दुरुस्तै मेल खान जान्छ। तसर्थ चाहिँ हाम्रो चाहिँ यो सिलेक्सन ट्रेन रहेछ भन्ने चाहिँ मलाई चाहिँ निर्कल भएको छ। बारुलाई पनि केही नछेर्ने ठाउँमा तपाईँ काँक्रा लाउनु भने तपाईँ काँक्रा फल्दैन नि, किनकि त्यो क्रस हुनैपर्छ भालेपछि अनि मात्रै फल्ने। त्यो भालेपछि लगाउनु त के सर होइन सर, त्यो फुल भित्रै हुन्छ कि भालेपछि त्यही बेला त्यो मौरीले त्यो मुख गाडेपछि त्यतिकै क्रस भइहाल्छ, त्यो भित्रै हुन्छ। अनि ठुल्ठुलो हुन्छ भन्दै थियो।